नमस्ते नमस्कार जय नेपाल साथीहरू। अपन कमर्स पाठशालामा सबैजनालाई स्वागत छ। आजको यस भिडियोमा हामीहरू क्लास 11 को एकाउन्टिङ फर फिक्स एसेट सुरु गर्न लागेका छौँ। जुन च्याप्टर नम्बर 13 रहेको छ, एकाउन्टिङ फर फिक्स एसेट। अब यो एकाउन्टिङ फर फिक्स एसेटमा हामीलाई डिप्रिसिएसन क्याल्कुलेसन गर्नुपर्ने हुन्छ। जुन डिप्रिसिएसन हामीलाई एक्जाममा 5 मार्कको सोधेको हुन्छ र यो च्याप्टरमा हामीलाई दुईवटा मेथड डिप्रिसिएसन क्याल्कुलेसन गर्नुपर्ने हुन्छ र यो दुईवटा मेथड मध्ये कुनै एउटा मेथड हामीलाई सोध्ने गरेको हुन्छ र यो क्याल्कुलेसन डिप्रिसिएसन क्याल्कुलेसन गर्नुभन्दा पहिला हामीलाई यो च्याप्टरको बेसिक कुराहरू बुझ्नुपर्ने हुन्छ। जस्तै फिक्स एसेटको टाइप्सहरू के रहेको हुन्छ र हामी डिप्रिसिएसनको पनि थोरै कन्सेप्ट बुझ्छौँ। त्यसको दुईवटा मेथड छ, त्यसको पनि केही फर्मुलाहरू हेर्छौँ अनि त्यसपछि हामी यो डिप्रिसिएसन क्याल्कुलेसन गर्छौँ। र यो एकाउन्टिङ फर फिक्स एसेटमा हामीलाई बुझ्नुपर्ने कुरा के हो भने फिक्स एसेट जसलाई लङ टर्म एसेट पनि भनिन्छ। अब यो फिक्स एसेट भन्यो के हो? द एसेट विच प्रोभाइड लङ टर्म फाइनान्शियल बेनिफिट। त्यस्तो एसेट जसले लामो समयसम्म वित्तीय लाभ दिने गर्छ, फाइनान्शियल बेनिफिट वित्तीय लाभ जसलाई भन्छ। एन्ड क्यान बी युज फर मोर देन 1 इयर आर कल्ड फिक्स एसेट। अनि त्यो 1 सालभन्दा बढी युज हुन्छ भने त्यसलाई नै हामी के भन्छौँ? फिक्स एसेट भन्छौँ। अब यसलाई यसरी बुझ्नु, कुनै यस्तो एसेट जसलाई कम्पनीले एकपल्ट पर्चेस गरिसकेपछि त्योबाट लामो समयसम्म त्यसले बेनिफिट लिन सक्छ, कम्पनीले वित्तीय लाभ लिन सक्छ र त्यसको अवधि र त्यसलाई युज मोर देन 1 इयर र 1 सालभन्दा बढी युज गर्छ भने त्यो नै हाम्रो फिक्स एसेट हो। अब फिक्स एसेटलाई अझै राम्रोसित यसरी बुझ्नुस्। फिक्स एसेट आर लङ टर्म एसेट पर्चेस फर युज इन द बिजनेस। अब फिक्स एसेट पर्चेस गरिएको हुन्छ के को लागि? युज इन द बिजनेस, बिजनेसमा युज गर्नको लागि। टु अर्न इन्कम, र त्यो युज गरेर फिक्स एसेटलाई युज गरेर के गरिएको छ? इन्कम अर्न गरिरहेको हुन्छ। एन्ड नट फर रिसेल, र त्यो खरिद गरेको हुन्छ त्यसलाई युज गर्नको लागि, त्योबाट इन्कम जेनेरेट गर्नको लागि। त्यसलाई फेरि नट रिसेल भन्नाले त्यसलाई तुरन्तै छिटो बेच्नको लागि हैन। दे आर युज फर मेनी इयर, अनि त्यो लामो समयसम्म युज हुने गर्छ अनि हेल्प डे टु डे रन द बिजनेस, र डे टु डे बिजनेसलाई रन गर्नलाई फिक्स एसेटले के गरिरहेको हुन्छ? हेल्प गरिरहेको हुन्छ। फिक्स एसेट आर अल्सो नोन एज लङ टर्म एसेट, र फिक्स एसेटलाई नै हामी के भन्छौँ? लङ टर्म एसेट भन्छौँ। और प्रोपर्टी, यसलाई प्रोपर्टी पनि भन्छौँ। इक्जाम्पलको लागि हेर्नुस्, ल्यान्ड, बिल्डिङ, मेसिनरी, फर्निचर एन्ड भेहिकल, यो सबै के भइहाल्यो? हाम्रो फिक्स एसेट भइहाल्यो। कम्पनीलाई रन गर्नको लागि जस्तै ल्यान्ड, बिल्डिङ, मेसिनरी, फर्निचर यी सबै चाहिएको हुन्छ र यी सबैमा कम्पनीले एकपल्ट लगानी गरिसकेपछि त्योबाट कम्पनीले लामो समयसम्म बेनिफिट लिने गर्दछ। अब हेरौँ टाइप्स अफ फिक्स एसेट। टाइप्स अफ फिक्स एसेटमा हाम्रो 2 टाइप्स रहेको छ, एउटा टेन्जिबल एसेट र एउटा अर्को इन्टेन्जिबल एसेट। अब यो टेन्जिबल एसेट जसलाई मूर्त स्थिर सम्पत्ति पनि भनिन्छ। अब यो इन्टेन्जिबल एसेट कस्तो एसेटलाई भनिन्छ? द एसेट व्हिच हैव फिजिकल एक्जिस्टेन्स। त्यस्तो एसेट जसको भौतिक स्वरूप हुन्छ, रूप हुन्छ। एन्ड दे क्यान बी सीन अर टच, र त्यसलाई हामी छुन र हेर्न सक्छौँ। त्यसलाई हामी के भन्छौँ? टेन्जिबल एसेट भन्नाले त्यस्तो एसेट जसको भौतिक रूप हुन्छ, त्यसलाई हामी छुन पनि सक्छौँ र हेर्न पनि सक्छौँ, त्यसलाई नै हामी के भन्छौँ? टेन्जिबल एसेट। फर एक्जाम्पलको लागि हेर्नुस्, ल्यान्ड, बिल्डिङ, इक्विपमेन्ट, मेसिनरी एन्ड भेहिकल, यो सबै के भइहाल्यो? यो सबै हाम्रो भइहाल्यो टेन्जिबल एसेट भइहाल्यो। यो सबै हाम्रो टेन्जिबल एसेट भइहाल्यो। यो सबैको के हुन्छ? हाम्रो स्वरूप हुन्छ। यसलाई हामी हेर्न पनि सक्छौँ र छुन पनि सक्छौँ। अब यो इन्टेन्जिबल एसेट जसलाई अमूर्त स्थिर सम्पत्ति भनिन्छ, यो कस्तो एसेट हो भने टेन्जिबल एसेटको जस्ट अपोजिट भन्नुभयो। इन्टेन्जिबल एसेट आर लङ टर्म एसेट व्हिच हैव नो फिजिकल एक्जिस्टेन्स। त्यसको फिजिकल एक्जिस्टेन्स हुँदैन, जसलाई हामी त्यसको रूप हुँदैन। दे कान्ट बी सीन, हामी त्यसलाई हेर्न पनि सक्दैनौँ और छुन पनि सक्दैनौँ।
फर इक्जाम्पलको लागि हेर्नुहोस् गुडविल, कपिराइट, ट्रेडमार्क अनि प्याटेन्ट। जस्तै यो गुडविल कस्तो हो भने चाहिँ कुनै कम्पनीको धेरै नाम चलेको छ भने त्यसलाई नै हामी के भन्छौँ, गुडविल भन्छौँ। नेपालीमा यसलाई ख्याति भनिन्छ। र कम्पनीको धेरै नाम चलेको छ भने, ख्याति प्राप्त छ भने, ख्याति हामी हेर्न सक्दैनौँ, गुडविल हामी हेर्न सक्दैनौँ, यसको कुनै रूप हुँदैन। त्यसैले यो हाम्रो इन्टेन्जिबल एसेट भइहाल्यो। यति बुझिसकेपछि अब हामी डिप्रिसिएसनको कन्सेप्ट हेरौँ। अब हेरौँ मिनिङ अफ डिप्रिसिएसन। Depreciation is the gradual decrease in the value of fixed asset. Depreciation के हो, क्रमिक रूपमा फिक्स एसेटमा को भ्यालुमा कम हुनु हो ड्यू टु युज वेयर एन्ड टियर। भन्नाले प्रयोग गर्दै जाँदा के हुन्छ, हाम्रो फिक्स एसेट टुटफुट हुन्छ। और प्यासेज अफ टाइम, र समय बित्दै जाँदा त्यसको के हुन्छ, भ्यालुमा गिरावट हुन्छ। द भ्यालु अफ दिस टाइप्स अफ एसेट एक्सेप्ट ल्यान्ड, र त्यस्तो सम्पत्ति ल्यान्ड बाहेक जसको डिक्रिज डे टु डे द इन्भेन्सन अफ न्यू टेक्नोलोजी, र नयाँ टेक्नोलोजीले गर्दा के हुन्छ, फिक्स एसेटको भ्यालुमा पनि के हुन्छ, कमी भइरहेको हुन्छ। एन्ड वेयर एन्ड टियर, र प्रयोग गर्दै जाँदा हाम्रो के हुन्छ, टुटफुट हुन्छ। आइदर चाहे प्रयोग गर्नुस् या नगर्नुस्, एसेट युज अर नट, चाहे युज गर्नुस् या नगर्नुस्, त्यसको भ्यालुमा कमी हुन्छ भने हामी त्यसलाई के भन्छौँ, व्हिच नोन एज डिप्रिसिएसन। अब डिप्रिसिएसनमा एकै लाइनमा बुझ्दाखेरि हामी यसरी बुझ्नुस्, डिप्रिसिएसन इज द फेल इन द भ्यालु अफ फिक्स एसेट। डिप्रिसिएसन इज द फेल इन द भ्यालु भन्नाले भ्यालुमा कम हुनु। भ्यालु भन्नाले हामी प्राइस पनि बुझ्न सक्छौँ। प्राइसमा कम हुनुलाई नै के भनिन्छ, हामी त्यसलाई डिप्रिसिएसन भन्छौँ। The word depreciation is derived from Latin word. अब जुन डिप्रिसिएसन भन्ने वर्ड छ त्यो ल्याटिन भाषाको डिप्रिटियम वर्डबाट आएको छ। Where D means decrease, D means के हुन्छ, डिक्रिज घट्नु, and pretium means price, price घट्नु। So the depreciation means decrease in the price of fixed asset। भन्नाले डिप्रिसिएसन मीन्स के हुन्छ, डिक्रिज इन द प्राइस अफ फिक्स एसेट। फिक्स एसेट को मूल्य घट्नुलाई नै के भन्छ, हामी डिप्रिसिएसन भन्छौँ। द प्यासेज अफ टाइम, अनि समय बित्दै जाँदा के हुन्छ, त्यसको भ्यालुमा कमी हुनुलाई नै हामी के भन्छौँ, डिप्रिसिएसन भन्छौँ। फ्याक्टर एफेक्टिङ द अमाउन्ट अफ डिप्रिसिएसन। अब यो मूल्य ह्रासको रकम मा प्रभाव पार्ने तत्वहरू के हो भन्नाले डिप्रिसिएसनमा प्रभाव पार्ने तत्वहरू के हो, यहाँ सबभन्दा रहेको छ कस्ट अफ एसेट। अब यहाँदेखि हामीलाई बुझ्नुपर्ने, राम्रोसित बुझ्नुपर्ने कुरा हो। यहीँदेखिको कन्सेप्टहरूबाट हामीलाई क्वेसनमा दिएको हुन्छ र यो कन्सेप्ट बुझ्नुभयो भने क्वेसन बनाउनलाई हामीलाई सजिलो हुन्छ। यहाँ भनेको छ कस्ट अफ एसेट, सम्पत्तिको लागत। The cost of an asset include all invoice price of an asset less any trade discount plus all cost essential to bring the asset to a usable condition। भन्नुको अर्थ कम्पनीले फिक्स एसेट खरिद गर्यो, खरिद गर्दाखेरि उसलाई डिस्काउन्ट दियो भने त्यो माइनस गरिदिने, र त्यो मेसिनरी वा एसेट ल्याउँदाखेरि जति पनि खर्च लाग्छ र प्रयोगमा ल्याउनु भन्दा जति पनि खर्च लागेको हुन्छ त्यो हाम्रो के भइहाल्छ, कस्ट अफ एसेट भइहाल्छ। फर इक्जाम्पलको लागि यसरी बुझ्नुस् कि तपाईले कुनै मोबाइल 20,000 मा खरिद गर्नुभयो र त्यो मोबाइलमा तपाईले 2000 डिस्काउन्ट पाउनुभयो भने तपाईको कति भइहाल्यो, 80,000 भन्नाले 18,000 रुपैयाँ तपाईको के भइहाल्यो, कस्ट अफ एसेट। त्यसमा पनि अब कस्ट अफ एसेटमा त्यसमा पनि यदि तपाईलाई डेलिभरी चार्ज भनिदियो कि 1000 लाग्छ भने त्यो 1000 त्यसमा एड गरिदियो भने हाम्रो एक्चुअल कस्ट अफ एसेट कति भइहाल्छ, 19,000। यहाँ यही नै भनेको छ कि द कस्ट अफ एन एसेट इन्क्लुड अल इनभॉइस प्राइस, जति पनि खरिद गरिएको छ त्यो प्राइसमा के गरिदिने, ट्रेड डिस्काउन्ट लेस गरिदिने, अनि त्यसपछि प्लस अल कस्ट इसेन्शियल ब्रिङ
द एसेट टु युजेबल र प्रयोगमा ल्याउनुको अवस्था भन्दा पहिला जति पनि खर्च लागेको हुन्छ त्यो के गर्दिने एड गर्दिने। यो भइहाल्यो हाम्रो कस्ट अफ एसेट। अब यसमा हाम्रो अझै टर्म्सहरु रहेको छ त्यो पनि बुझौं। कस्ट अफ एसेट को जुन हाम्रो द कस्ट अफ एन एसेट इन्क्लुड अफ द इनवॉइस प्राइस अफ एन एसेट लेस ट्रेड डिस्काउंट एंड प्लस ऑल कॉस्ट essential to bring the assets to usable condition। अब यसको हाम्रो फर्मुला रहेको छ ओरिजिनल कॉस्ट is equal to purchase price of asset minus trade discount on purchase। हुनाले एक्चुअल कॉस्ट कति हो फिक्स एसेट को यो फर्मुला हामीलाई काम लाग्ने हुन्छ जब हामी डिप्रिसिएसन क्याल्कुलेसन गर्छौं त्यतिबेला परचेज प्राइस अफ एसेट कतिमा एसेट खरिद गरेको छ त्यो प्राइस माइनस ट्रेड डिस्काउंट अन परचेज जति बेला परचेज गरेको छ त्यति बेला डिस्काउन्ट दिएको छ भने त्यो ट्रेड डिस्काउन्ट हुन्छ ट्रेड डिस्काउन्ट अन परचेज त्यो के गर्दिने लेस गर्दिने र प्लस क्यारेज और फ्राइट परचेज प्लस इन्स्योरेन्स चार्ज प्लस इन्स्टलेसन चार्ज र जति पनि खर्चहरु छ त्यो के गर्दिने एड गर्दिने। भन्नाले कम्पनीले कुनै मेसिनरी खरिद गरेको छ भने परचेज प्राइस कति रहेको छ मान्नुस् परचेज प्राइस यसको 1 लाख रहेको छ अनि ट्रेड डिस्काउन्ट उसले पायो 10,000 अनि उसको क्यारेज ढुवानी खर्च भइहाल्यो सपोज मानुस 5,000 ढुवानी खर्च भइहाल्यो कति 5,000 राइट परचेज यो दुईटैलाई 5,000 नै राख्नु र इन्स्योरेन्स चार्ज सपोज 2,000 र यसलाई स्थापना गर्न माने इन्स्टलेसन चार्ज गर्नलाई लाग्यो 1,000 भने हाम्रो कति भइहाल्यो यसको एक्चुअल प्राइस कति भइहाल्यो हाम्रो भइहाल्छ 10,000 माइनस 1 लाख माइनस 10,000 गर्नुस् 90,000 90,000 प्लस 5,000 95 फेरि 2 जोड्नुस् 96 97 अनि 98 हाम्रो मेसिनरी को ओरिजिनल कस्ट कति भइहाल्छ 98,000 98,000। यही हामी यहाँ बुझौं एस्टिमेटेड यूजफुल लाइफ अनुमानित उपयोग जीवनकाल भन्नाले एभ्री एसेट हैज सर्टेन यूजफुल लाइफ आफ्टर बिकेम यूजलेस र हरेक एसेट को के हुन्छ केही यूजफुल लाइफ हुन्छ कहिलेसम्म जबसम्म कि त्यो युजलेस हुँदैन तबसम्म त्यसको के हुन्छ सर्टेन निश्चित युजफुल लाइफ हुन्छ। So the usefulness from an asset is called estimated useful life र त्यही युजफुलनेस लाइफ जति छ नि त्यसलाई हामी के भन्छौं एस्टिमेटेड युजफुल लाइफ। जस्तै मेसिनरी खरिद गर्यो र मेसिनरीको अवधि हो आयु उसको 5 वर्ष भने त्यो हाम्रो के भइहाल्यो एस्टिमेटेड युजफुल लाइफ भइहाल्यो। सपोज तपाईले मोबाइल फोन खरिद गर्नुभयो र त्यो मोबाइल फोन तपाईले 2 वर्ष या 4 वर्षसम्म तपाईलाई लाग्छ कि टिक छ यो चल्छ भने त्यही तपाईको एस्टिमेटेड के भइहाल्यो युजफुल लाइफ भइहाल्यो 4 वर्षमा मेरो फोन चल्छ। त्यस्तै एस्टिमेटेड स्क्रैप भ्यालु अनुमानित अवशेष मूल्य। अब यो के हो स्क्रैप भ्यालु मीन्स value which estimated to be realized on account of the sale of an asset at the end of its useful life। अब त्यो मेसिनरी युज गर्दै गइरहेको छ युज गरिरहेको छ र युज गरेर लास्टमा रियलाइज हुन्छ रियलाइज भन्नाले रियलाइज अन अकाउन्ट एट द सेल अफ एसेट एट द एन्ड अफ युजफुल लाइफ र त्यसको सपोज लाइफ 4 साल 5 साल छ र 5 साल पछि युज गरेर त्यसको केही न केही भ्यालु हुन्छ जसलाई अवशेष स्क्रैप भ्यालु। जस्तै हामी भन्दैनौ कि जस्तै तपाईले मोबाइल खरिद गर्नुभयो र मोबाइल तपाईले 4 सालसम्म चलाउनु भयो र मोबाइल लास्टमा के भयो तपाईको पुरै खराब भएर गयो भने त्यसको लास्टमा केही न केही त्यसको भ्यालु हुन्छ लास्टमा जे भ्यालु हुन्छ त्यो नै हाम्रो के भ्यालु छ अवशेष मूल्य स्क्रैप भ्यालु।
It is also known as salvage value, residual value, record value, hedge value, and market value. भन्नाले यो स्क्रैप भ्यालु कस्तो भने जस्तै कुनै मेसिनरी खरिद गरेर ल्यायो र उपयोग गर्यो र लास्टमा त्यसलाई बेच्नुपर्ने भने कसरी बेच्ने हो भने त्यसको लास्टमा यदि केही छैन भने किलोको भावमा होस् या लास्टमा जति हुन्छ नि उसको भ्यालु हो त्यो नै हाम्रो के भ्यालु छ एस्टिमेटेड स्क्रैप भ्यालु। यति बुझिसकेपछि अब हामी डिप्रिसिएसन को मेथडहरु हेरौं। अब हेरौं हामी मेथड अफ डिप्रिसिएसन। मेथड अफ डिप्रिसिएसन में हामीलाई जम्मा 13 टाइप्स को 12 टाइप्स को डिप्रिसिएसन हुन्छ। त्यो मध्ये हामीलाई अकॉर्डिंग टू करिकुलम र टेक्स्ट बुक अनुसार हामीलाई यो तीनवटा मेथड मात्र पढ्नु पर्ने हुन्छ। जस्तै स्ट्रेट लाइन मेथड, रिटर्न डाउन भ्यालु मेथड, चेन्ज इन मेथड, त्यस्तै गरेर अझै पनि हाम्रो धेरै मेथड जस्तै हाम्रो मेथड मध्ये हाम्रो डबल डिक्लाइनिङ मेथड, डिप्रिसिएसन फन्ड मेथड, सिंकिङ मेथड, सम अफ डिजिज मेथड, मेसिनरी आवर मेथड, यूनिटी मेथड, प्रोडक्सन युनिट मेथड, इन्स्योरेन्स पोलिसी मेथड र रेभुलेसन मेथड। र यी सबै मेथड हाम्रो जम्मा कति रहेको छ यो 12 टाइप्स को रहेको छ। र 12 टाइप्स मध्ये हामीलाई यो तीनवटा टाइप्स को मात्र हामीलाई पढ्नु पर्ने हुन्छ र एक्जाम मा यी तीनवटा मध्ये हामीलाई यो र यो दुईवटा मध्ये कुनै एउटाबाट हामीलाई सोध्ने गरेको हुन्छ। त मैले यसको र यसको पनि 5 वटा क्वेशन सल्युसन गरेर हेराउने छु र यसको पनि हामी चेन्ज इन मेथड को एउटा एउटा गरेर यसको पनि हामी सल्युसन हेर्छौं। त अब हामी बुझौं स्ट्रेट लाइन मेथड भन्ने के हो र डब्ल्युडीभीएम भन्नाले रिटर्न डाउन भ्यालु मेथड भन्ने के हो। त यो दुईटै मेथडबाट हामीले डिप्रिसिएसन क्याल्कुलेसन गर्यो भने हाम्रो डिप्रिसिएसन के हुन्छ फरक हुन आउँछ। फर एक्जाम्पल को लागि यहाँ हेर्नुस्, अब यो बुझेर हामी यो एसएलएम स्ट्रेट लाइन मेथड बुझौं र डब्ल्युडीभीएम रिटर्न डाउन भ्यालु मेथड बुझौं। यसको कस्तो कन्सेप्ट रहेको छ यो डिप्रिसिएसन क्याल्कुलेसन गर्ने। जस्तै स्ट्रेट लाइन मेथड र यो रिटर्न डाउन भ्यालु मेथड मैले एक्जाम्पल को लागि यहाँ तपाईलाई हेराइदिसकेको छु। हामी यसलाई बुझौं, यसलाई बुझिसक्यो भने हामी स्ट्रेट लाइन पनि बुझिहाल्छौं र रिटर्न डाउन भ्यालु मेथड पनि बुझिहाल्छौं। मानौ कुनै कम्पनीले मेसिनरी पर्चेज गरेको छ। मेसिनरी पर्चेज कतिमा 1 लाख मा खरिद गरेको छ र भनेको छ रेट अफ डिप्रिसिएसन एट द रेट 10% र रेट अफ डिप्रिसिएसन कति रहेको छ 10% रहेको छ र कम्पनीले भन्दियो कि क्याल्कुलेट डिप्रिसिएसन फर्स्ट 3 इयर र 3 सालको डिप्रिसिएसन निकाल्नलाई भनेको छ। यदि कम्पनीले स्ट्रेट लाइन मेथडबाट भन्दियो भने कसरी निकाल्ने र रिटर्न डाउन भ्यालु मेथडबाट भन्दियो भने कसरी निकाल्ने। मान्नुस् कि तपाईलाई भन्दियो कि क्याल्कुलेट डिप्रिसिएसन फर्स्ट 3 इयर अन्डर स्ट्रेट लाइन मेथड। अब स्ट्रेट लाइन मेथडमा हाम्रो हेर्नुस् डिप्रिसिएसन कसरी क्याल्कुलेट हुन्छ। जस्तै मेसिनरीको कतिमा मेसिनरी खरिद गरेको छ 1 लाख मा अनि 1 लाख को 10% निकाल्ने हो भने 1 लाख को 10% निकाल्ने हो भने हाम्रो कति भ्याल्छ यो भ्याल्छ 10,000 10,000। त फर्स्ट इयर को डिप्रिसिएसन कति भ्याल्यु हाम्रो फर्स्ट इयर को डिप्रिसिएसन भ्याल्यु हाम्रो फर्स्ट इयर को डिप्रिसिएसन कति भ्याल्यु 10,000। यही नै डिप्रिसिएसन अरु इयर मा सेम नै रहन्छ 10,000 फेरि 10,000। भन्नाले स्ट्रेट लाइन मेथडबाट जति दिएको हुन्छ त्यसको त्यो पर्सेन्ट निकाल्यो अनि त्यही नै हाम्रो त्यति नै रकम हाम्रो इच इयर के हुन्छ हाम्रो डिप्रिसिएसन भइहाल्छ। जस्तै स्ट्रेट लाइन मेथडबाट जस्तै 1 लाख को मेसिन छ भने फर्स्ट इयर को डिप्रिसिएसन 10,000 भयो भने यो 1 लाख बाट 10,000 घटाएर अब हाम्रो कति आइन्छ 90,000 र 90,000 बाट फेरि दोस्रो सालको डिप्रिसिएसन कति भइहाल्छ यो सेकेन्ड इयर को डिप्रिसिएसन तपाईलाई फेरि यो 10,000 भइहाल्छ। भन्नाले डिप्रिसिएसन सेम नै रहनेछ। फेरि 90,000 बाट 10,000 घटाएर हाम्रो कति भइहाल्यो 80,000। फेरि तेस्रो सालको डिप्रिसिएसन हाम्रो कति भइहाल्छ यो 10,000 नै
भइहाल्छ र यो तेस्रो सालको डिप्रिसिएसन घटाएर हाम्रो कति भइहाल्छ यो 70,000 भइहाल्छ। भन्नाले स्ट्रेट लाइन मेथडबाट एकपल्ट जुन हाम्रो डिप्रिसिएसन आइहाल्छ त्यो डिप्रिसिएसन के गर्दै जाने घटाउँदै जाने, हरेक वर्ष त्यति घटाउँदै जाने। यो स्ट्रेट लाइन मेथडमा हाम्रो डिप्रिसिएसन इक्वल रहनेछ, हरेक साल त्यति नै डिप्रिसिएसन लाग्नेछ। तर यो डब्ल्युडिभिए मेथडमा रिटर्न डाउन भ्यालु मेथडमा यसमा यस्तो हुँदैन। जस्तै मेसिनरी खरिद गरेको छ 1 लाखमा, डिप्रिसिएसनको रेट भनेको छ कति 10% अनि क्याल्कुलेट डिप्रिसिएसन फर्स्ट 3 इयर अन्डर योमा भनिदिएको छ यो मेथडबाट भने तपाईलाई पहिला 1 लाखको फर्स्ट इयरमा निकाल्नुस् कति हुन्छ। 1 लाखको फर्स्ट इयरमा तपाईले निकाल्नु भयो भने 1 लाख इन्टु 10 10 डिवाइड 100 1 लाख इन्टु 10 डिवाइड 100 यो भइहाल्छ तपाईको 10,000। यो हाम्रो फर्स्ट इयरमा कति हुन्छ हाम्रो 10,000। यो 10,000 घटाएर अब यसको भ्यालु कति भइहाल्यो 90,000। अब यो जस्तै यसमा के थियो 1 लाखबाट फर्स्ट इयरमा भ्यालु कति घट्यो 10,000। अब भ्यालु उसको भ्यालु मेसिनरीको 90,000। फेरि अर्को सालमा कति भ्यालु फेरि 10,000 नै घट्छ तब 80,000। फेरि अर्को सालमा 10,000 भने 70,000। तर योमा के छ फर्स्टमा 1 लाख छ मेसिनरी। अब 1 लाखको पुरा पर्सेन्टेज काट्नु भयो भने 10,000 हुन्छ भने 10,000 घटाएर हाम्रो कति भयो 90,000। अब दोस्रो सालको डिप्रिसिएसन फेरि चेन्ज भइहाल्छ भन्नाले अब 90,000 को यो हामीलाई यो 10% निकाल्नु पर्ने हुन्छ। यो 90,000 को 10% निकाल्ने हो भने हाम्रो कति भ्याल्यु 9,000 र यो 90,000 बाट अब 9,000 घटाउने फेरि त्यसको नयाँ भ्यालु आइहाल्छ कति 81,000 र 81,000 को फेरि के गर्ने यो 10% भन्नाले हरेक इयर डिप्रिसिएसन काट्नु पर्ने हुन्छ। र यो स्ट्रेट लाइन मेथडबाट तपाईको डिप्रिसिएसन सेम रहनेछ र रिटर्न डाउन भ्यालु मेथडबाट तपाईको डिप्रिसिएसन के रहनेछ फरक रहनेछ। त यो दुईटै मेथडबाट तपाईलाई यो मेथड अलि सजिलो छ र यो मेथड अलि गाह्रो भएकोले यसमा अलि डिप्रिसिएसन निकाल्न अलि के हुन्छ हरेक इयर निकाल्नु पर्ने हुन्छ। अब यो दुईटैको हामी फर्मुला हेरौं र फर्मुला हेरिसकेपछि हामी हिसाब पनि सल्भ गर्छौं। अब हेरौं स्ट्रेट लाइन मेथड को फर्मुला। यहाँ एनुअल डिप्रिसिएसन हामीलाई एनुअल डिप्रिसिएसन इज इक्वल टु ओरिजिनल कस्ट माइनस स्क्रैप भ्यालु बाइ एस्टिमेटेड लाइफ हुन्छ। जस्तै मेसिनरी को ओरिजिनल कस्ट कतिमा खरिद गरिएको छ र तपाईलाई क्वेशनमा यदि स्क्रैप भ्यालु दिएको छ भनिदिएको छ कि मेसिनरी युज गरिसकेपछि अन्तमा केही रकममा बिक्छ केही रकममा के हुन्छ सेल हुन्छ भने त्यो दिने यहाँ र त्यसको लाइफ छ भने लाइफ दिने। जस्तै मेसिनरी को लाइफ जस्तै 5 इयर 10 इयर दिएको छ भने यो डिवाइड गरिदिने हो भने हाम्रो स्ट्रेट लाइनमा हामीलाई के हुन्छ डिप्रिसिएसन आइहाल्छ। यदि लाइफ दिएको छैन र पर्सेन्टेजमा दिएको छ भने एनुअल डिप्रिसिएसन इज इक्वल टु कस्ट अफ एसेट परचेज प्राइस कतिमा खरिद गरेको छ र कति % डिप्रिसिएसन चार्ज भनेको छ भने जति % चार्ज भनेको छ त्यो यहाँ दिइहाल्ने अनि बाइ 100 गरिदिने भन्नाले परचेज प्राइस इन्टु रेट अफ डिप्रिसिएसन बाइ 100। त्यस्तै रिटर्न डाउन भ्यालु मेथडमा सेम यस्तै डिप्रिसिएसन अफ फर्स्ट इयर। अब यसमा के हुन्छ हरेक साल डिप्रिसिएसन फरक हुन्छ त्यही भएर हामीले फर्स्ट इयर लेखेको छु। यसको फर्मुला पनि यही हुन्छ डिप्रिसिएसन अफ फर्स्ट इयर cost of asset into rate of depreciation by 100 भन्नाले त्यसको cost of asset भन्नुस् या purchase price भन्नुस् कतिमा पर्चेज गरेको छ त्यो इन्टु कति % डिप्रिसिएसन छ अनि त्यसपछि बाइ 100। अब यति गरिसकेपछि कति ब्यालेन्स बाँकी रह्यो त्यो फेरि भ्याल्छ रेट अफ डिप्रिसिएसन अदर इयर। अब अर्को सालको लागि सेम त्यस्तै ब्यालेन्स कति बाँकी रह्यो सपोज यो 1 लाख मेसिनरी यसको परचेज प्राइस भयो र 10% भनिदियो यसको रेट अफ डिप्रिसिएसन भन्नाले 1 लाख को इन्टु 10 डिवाइड 100 यो भ्याल्छ हाम्रो 10,000 10,000। 1 लाखबाट अरु माइनस 10,000 भइहाल्यो भने
हाम्रो कति आइहाल्छ 90,000। अब यो फेरि 90,000 जुन ब्यालेन्स यहाँ लेखेको छु, यो 90,000 मा फेरि यो रेट अफ डिप्रिसिएसन यसरी गरिदिने, यति यति यसरी गर्नुपर्ने हुन्छ। हरेक साल यो के गर्नुपर्ने हुन्छ, यो रिटेन डाउन भ्यालु मेथडबाट हामीलाई यो डिप्रिसिएसन निकाल्नु पर्ने हुन्छ। अब यो दुईटै मेथड बुझिसकेपछि, यो फर्मुलाहरू बुझिसकेपछि अब हामी नेक्स्ट भिडियोमा यसको यो मेथड, यो स्ट्रेट लाइन मेथडको पनि र रिटेन डाउन भ्यालु मेथडको पनि के गर्ने हामीहरू त्यो ओल्ड इज गोल्डबाट मैले 5 वटा भनेको छु सल्युसन त्यो गर्छु। त्यो म तपाईलाई अर्को भिडियोमा गरेर हेराउने छु। यो भिडियो तपाईलाई कस्तो लाग्यो र च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई लाइक शेयर सब्स्क्राइब गरी साथीहरूलाई शेयर गरिदिनु होला र लास्टमा आफ्नो फिडब्याक पनि दिइहाल्नु होला। थ्यांक यू।